है यसको कस्तो छ Look at this. Good morning guys, good morning. अहिले 9:49 AM. यो मेरो फर्स्ट भ्लग फिसिङ आउटडोर्स एक्टिभिटी रिलेटेड छ अनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने अहिले चाहिँ हामी एनाकोन्डा जाँदैछौँ के लिन्छु भन्ने कुरा म अहिले स्योर छैन तर मैले रातभरि बसेर प्राइस कम्पेरिजनहरू अलिअलि रिसर्चहरू मैले गरेको छु किनभने मसँग स्पिनिङ रिल चाहिँ पहिलादेखि छ क्या स्पिनिङ रिल र रड चाहिँ छ मलाई चाहिँ एकदमै बेड कास्टरमा स्विच हुन मन थियो पनि छ अनि त्यही भएर चाहिँ अब नली भएन कि अनि मैले चाहिँ एकदमै बिगिनर फ्रेन्डली सुपर के भन्छ चिप चाहिँ भन्न मिल्दैन लाइक मिड रेन्जकै एउटा खर्च गरेर बेड कास्टर चाहिँ लिने मैले सोचेको छु आज चाहिँ हेर्नु वेदर सनी प्रिटी एकदमै भाइब मिठो छ है एनिवेज राउन्ड अबाउटमा 4th एक्जिट हान्दिउँ स्वाट टु यु यहाँ चाहिँ धेरै नै ड्राइभिङ साथीहरू को गर्नुहुन्छ हेर्नु है यहाँनिर चाहिँ भेरी मिसगाइडेड स्पट भनेको चाहिँ वेन यु टेक 4th एक्जिट अनि 4th एक्जिटमा चाहिँ तपाईँलाई कन्फ्युज हुन्छ त्यही भएर अलिकति बी फोकस्ड हामी चाहिँ हाम्रो एनाकोन्डा स्टोर आइपुगेछौँ 2 hours later के भन्ने अब सपिङ एक्सपिरियन्स गाइस पैसा स्पेन्ड गर्नु मजै आउँछ इनिसियल जुन प्लान हुन्छ नि सपिङ गर्ने यस्तो रमाइलो होइन यति रमाइलो जब तपाईँको कारबाट मनी खिचिङ हुन्छ त्यो पछि चाहिँ लाइक यु फिल गिल्टी यु फिल ब्याड तर केही बात छैन अब हामी घर फर्क्यौँ धेरै नै भयो टाइम है मलाई जहाँसम्म लाग्छ 9 बजे 9:30 तिर म निस्केको घरबाट अहिले लाइक क्लोज टु 11:30 अनि alright guys होम स्विट होम फाइनली घर आइपुग्यो र सर्ट भन्नु नि के सर्ट भन्नु 2 घन्टा 3 घन्टा लाग्यो सपिङ गर्ने अहिलेसम्मसँग जे लिन्छु भनेको चाहिँ डायोवाको 6'4" यो बेड कास्टिङ रड छ लुक्स प्रिटी रिजिड सोलिड छ सेन्सिटिभ छ लाइट वेट हातमा मजा छ हेरौँ यसको कस्तो छ के छ पर्फर्मेन्सतिर त नजाउँ आम कम्प्लिट बिगिनर अनि यससँग पेयरिङ छ मेरो सिमानोको SLX 150 र हामीसँग यहाँ छ खतराक मित्रिक सानोतिनो सामानहरू त्यसको लागि ब्रेड लाइन छ 30 पाउन्डको र बनिङ्सबाट लिएको चिप ट्रोजनको लुक्स नाइस प्लायर्स है अनि मसँग याबीको छ याबिजहरू छ प्लास्टिक जी-म्यानको मलाई थाहा पनि छैन यसले कस्तो के हुन्छ है र इन्ट्रेस्टिङ चाहिँ यो छ है अब अहिले चाहिँ मेगा सेल लागिरहेको भएर चाहिँ 5 each लुक्स इन्ट्रेस्टिङ अनि यो चाहिँ मलाई रमाइलो लागिरहेको छ हेरौँ कस्तो पर्फर्म गर्छ अरू त त्यस्तै हो साथी अनि साथी अब यही हो मेरो भ्लग यही हो मेरो डे 1 भ्लग मेरो जुन जस्ती राम्री जुनमुखी मेरी दिदी र चाहिँ अब भनेको चाहिँ के छ भने साथीहरू मैले च्यानलको नाम पनि अहिलेसम्म सोचेको छुइनँ तर सब्सक्राइब गर्नुहोस् किनकि हामी जाँदैछौँ फिसिङ सी यु एट द फिसिङ स्पट है नेक्स्ट भ्लग चाहिँ हाम्रो स्ट्रेट फिसिङ स्पटमा हुनेछ लभ यु गाइज अलराइट गाइज अहिले चाहिँ हाम्रो यहाँ ब्याकयार्डमा देख्न सक्नुहुन्छ मैले सेटअप गरिसकेको छु मेरो लिगलिस 6.4 र सिमानोको SLX है अनि मैले 30 पाउन्ड ब्रेड लाइन युज गरेको छु ड्र्याग लाइन सेट छ अहिले टेस्टको लागि चाहिँ एउटा डमी लुरको लागि चाहिँ मैले सिङ्कर युज गरेको छु भनेपछि लेट्स डु द कास्ट है यसको कस्तो छ लुक एट दिस